にとっても下手です。हेऱ्यो मै केटीलाई जस्तो हुन्छ यिनीहरूलाई झन् हेलो एभ्रिवान इङ्ग्लिस पनि के बोल्नु के अब जापान आएपछि इङ्ग्लिसको त काम हुँदैन होइन मिन्नासान ओहायो गोजाइमास होइन हौ मिन्नासान कोनिचिवा आमी योर गर्ल फेरि इङ्ग्लिस आइहाल्छ कि अब यस्तो इङ्ग्लिसमा ट्यालेन्ट भएपछि ल सुरुबाट स्टार्ट गरेँ मिन्नासान कोनिचिवा म चाहिँ तपाईँहरूकै छाया होइन है म के हो मसी मसी मिन्नासान कोनिचिवा म चाहिँ तपाईँहरूकै छाया अनि आज चाहिँ मैले मेरो युनिभर्सिटी भिजिट गराउन गइरहेको छु हामी युनिभर्सिटी जान थालेको चाहिँ लगभग 1 महिना हुन थाल्यो हामी 12 तारिकमा चाहिँ यहाँ आइपुगेको थियौँ नि त अब 12 तारिकपछि 13 गतेबाट चाहिँ हामी कलेज जान सुरु गरेको अनि सुरु दिन फर्स्ट डे अफ माई युनिभर्सिटी भनेर चाहिँ हाल्न पाइनँ अनि त्यो नभए पनि यताउता सबै गरेर चाहिँ म युनिभर्सिटी भिजिट गराउनको लागि हिँडिरहेको छु अनि टक्क लाएर मेरो भिडियोलाई माया गरिदिनुलाई सपोर्ट गरिदिनुलाई कमेन्ट गरिदिनुलाई सेयर गरिदिनुलाई त्यो चाहिँ तपाईँहरूको हातको कुरा छ तपाईँहरूले गर्दाखेरि म यहाँसम्म आइपुगेको छु मेरो भिडियोको भ्युजहरू एकदम राम्रो गइरहेको छ त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच है मैले एक्सपेक्ट गरेको थिएन कि अस्तिको त्यो जापानको फर्स्ट वर्क एक्सप्लोरेसनवालाको भिडियोमा पनि एकदम राम्रो भ्युजहरू गइरहेको क्या सो त्यसको लागि चाहिँ आरिगातो गोजाइमास मेरो मनैबाट हेलो तिमीलाई मेरो भिडियोमा देखाएको थिएँ नि थाहा छ नि मैले हेरेको भिडियोमा थिइनँ म ल ओ चाहिँ मेरो वातासी न ओतो सान एकदम राम्रो छ यो चाहिँ मेरो फेभरेट हो क्या यो भाइ होइन एकदम राम्रो छ क्या अनि त्यसरी अनि यता छिन् फेरि इमोतो सान अनि यता हुइसिन्छ मेरो हाय हाय ओ चाहिँ मेरो ओतो कोनो तोमोदाची सुरोसान अनि यहाँनिर हुनुहुन्छ एउटा यहाँ पनि आनी हुनुहुन्छ यहाँ मोतिराम आनी सबैले चिन्नु भएको मेरो फेभरेट आनी है निहुङ्गो चाहिँ एकदमै आउँछ अनि पवित्र उता पवित्र अनि हेलो शङ्करुसान अनि उहाँहरू चाहिँ मेरो युनिभर्सिटीको साथीहरू अरू चाहिँ गइसकेको छ है अरू कुनै त पछाडि पनि आइरहन् अनि चाहिँ हिजो मलाई मेरो त्यो कमेन्टमा हेरिरहेको थिएँ कि मैले आज हिजो त मेरो ड्युटी थियो अनि त्यो भएर खासै म एक्टिभ हुन पाइरहेको थिएन नि त अनि हिजो त्यो कमेन्टमा चाहिँ सोध्नु भएको थियो तपाईँ +2 गरेर गएको कि ब्याचलर गरेर भनेर सोधिराख्नु भएको थियो कि म +2 गरेर आएको +2 मा अनि त्यसमाथि पनि एउटा कुरा थाहा छ म चाहिँ 3 पटकसम्मको पेन्डिङ भएको मान्छे हो क्या पेन्डिङ पछि चाहिँ बल्ल मेरो ऊ भएको थियो क्या के भन्छ अप्लाई गरेर सिओयाको हो क्या अनि पेन्डिङ भएको त्यही भएर पेन्डिङ छ भन्दैमा कन्सल्टेन्सीले नातिनु होला है एकपटक जापान चाहिँ मैले बुझेको अनुसार मलाई पनि धेरै थाहा छैन नि त म यहाँ जापानको लागि चाहिँ म पनि टोटल्ली म पनि आतारासी नै हो क्या मलाई केही थाहा छैन यहाँ आइपुगेको मेरो सेन्पाईहरूलाई पनि कति कुराहरू थाहा छैन भने त म त त्योहरूको लागि त केही पनि होइन म आएको 1 महिना नै भएको छैन होइन त्यही भएर खासै थाहा छैन मैले जे थाहा हुन्छ मलाई यहाँको बारेमा के गर्दा ठिक हुन्छ के नगर्दा ठिक हुन्छ त्यो सबै म तपाईँहरूलाई भनिदिन्छु म +2 गरेर आएको मेरो ब्याचलर होइन अनि ब्याचलर गरेर आउनेहरूले चाहिँ यहाँ पछि वर्किङमा चेन्ज हुनलाई चाहिँ एकदम सजिलो हुने रहेछ क्या तर एउटा कुरा ख्याल गर्नुलाई होइन जति पढ्नु तपाईँ नेपालमा जति ट्यालेन्ट हुनु तर यहाँ आएपछि चाहिँ पढेको मान्छेहरूलाई चाहिँ इजी चाहिँ हुन्छ तर एउटा कुरा याद गर्नु यहाँ नर्सरी क्लासबाट जोइन हुने हो उता 25 लेसन सकेर आयो होइन अब त गएर टम्मै पढिन्छ त्यही अनुसारको माथि है भनेर यस्तो मेहनत गरेर 25 लेसन पढेको लास्टमा आएर त्यही नर्सरी क्लासबाट नि हालिदियो कि अनि सिकाउँछ क ख ग अ आ इ है त्यो सब सिकाइदिइराख क्या मेरो गएको जाने बाटो मैले अस्ति हजुरले आधीसम्म त देखाइसकेको थिएँ नि त यो मेरो गएको जाने बाटो ट्रेन रेलवे हो यो है मैले अस्तिको भिडियोमा पनि भनेको नि होइन ल्याङ्ग्वेज चाहिँ हुन एकदम मोस्ट इम्पोर्टेन्ट छ क्या ल्याङ्ग्वेज चाहिँ त्यो काम नपाइनु होइन काम पाउँछ यदि गर्छु भनेपछि पैसा कम हुन्छ तर काम पाइन्छ खाइसिहालमा कसैसँग बोल्नु पनि पर्दैन चुप्प लागेर काम गर्ने अनि जापान आएर जब कि ल्याङ्ग्वेजै बन्दैन भने त्यो काम गरेको के आउँछ त्यो पैसा मात्रै त एभ्रिथिङ त होइन नि त होइन भोलि गएर तपाईँले 1-2 महिना ल्याङ्ग्वेज सिकेर होइन ल्याङ्ग्वेज सिक्नु भयो भने 1-2 महिना ल्याङ्ग्वेज सिक्नु भयो आफ्नो ल्याङ्ग्वेजलाई अलिक पर्फेक्ट बनाउनु भयो भने त
राम्रो काममा पाइहाल्नुहुन्छ नि। अहिले राम्रो तपाईँको ल्याङ्ग्वेज भयो भने अटोमेटिक तपाईँ राम्रो ठाउँमा गइहाल्नुहुन्छ क्या। कसैको अगाडि हात जोड्नु पर्दैन कि मलाई काममा लगाइदिए भनेर है। आफै सेवखाइ त भन्ने अरूले गर्ने भन्छन्, आफै जब खोज्न सक्नुहुन्छ क्या तपाईँहरू, त्यो ठाउँसम्म पुग्न सक्नुहुन्छ यदि ल्याङ्ग्वेज राम्रो भयो भने। त्यही हो कि इन्टरनेसनल स्टुडेन्टहरूलाई काम टन्न छ पाउँछ काम, नपाउने होइन। तर यहाँ नेपालीहरूको बिजोग चाहिँ किन भइरहेको भने ल्याङ्ग्वेज छैन होइन। ल्याङ्ग्वेज नभएपछि त त्यो काम पाउने कुरै भएन। अनि फोन गरेर भन्छ ओए नआइज, ओए जापान नआइज, यहाँ त कामै छैन, तैँले सोचेको भने जस्तो छैन रे। त्यो सारा झुट हो। यहाँ मलाई नआउने मान्छेले त मैले यस्तो बोलिरहेको छु होइन। त्यही भएर है ल्याङ्ग्वेज इज मोस्ट इम्पोर्टेन्ट। सबैले भन्ने गरेको कुरा ल्याङ्ग्वेज बनाऊ, हामीले पनि भनेकै हो। मैले एभ्री भिडियोहरूमा पनि भनिरहेको छु ल्याङ्ग्वेज बनाउनु भनेर है। यहाँ राष्ट्रै दुःख पाइन्छ, हामीलाई केही सामान किन्नु परिरहेको हुन्छ कि मार्केटहरूमा गयो त्यसको नामै थाहा हुन्न। अहिले होइन, अहिले मलाई केही इमर्जेन्सी पऱ्यो भने भर्खर मलाई इमर्जेन्सी पऱ्यो भने मलाई केही भन्नै आउन्न क्या। अनि के गर्नु त नि, दुःख पाएन भयो त अब। त्यही भएर है त्यो चाहिँ कामको लागि चाहिँ तपाईँ टेन्सनै नगर्नु, कामको लागि टेन्सन गर्ने होइन। आउनु जापान, यहीँ भेटौँला। अब उस्तै पऱ्यो मेरै ठाउँमा आउनु है। तपाईँहरू आउँदासम्म त म फेरि सेन्पाई भइहालौँ ल। अब यस्तै पऱ्यो म पनि कामलाई देखाउँ ल। सेन्पाईको पारा त देखाउनु म त्यस्तो छैन, मेरो मन एकदम हृदय छ है, मेरो एकदम कोमल मन छ। म त्यस्तो गर्न सक्दैन। त्यही भएर म सक्ने जति गरिदिन्छु। तर त्यही हो कि उतादेखि कामबाती गर्नु है, पढाइमा चाहिँ एकदम कामबाती गर्नु है। पढाइ राम्रो भयो भने तपाईँको सबै एभ्रिथिङ राम्रो हुन्छ कि यहाँ। त्यही हो। ए गाइस, मेरो युनिभर्सिटी आइपुग्यो। यही हो है मेरो युनिभर्सिटी चाहिँ एकदम छिटो आइपुग्यो क्या। कलेज मेरो रुमदेखि यति नजिक छ नि, यति नजिक छ कि मेरो युनिभर्सिटी चाहिँ यही हो। अनि मेरो रुम चाहिँ माथि छ कि योभन्दा। मैले चाहिँ मेरो युनिभर्सिटी भिजिट गराउनु थियो नि त हजुरहरूलाई। अनि मलाई यो पनि थाहा छैन कि हाम्रो युनिभर्सिटीको कुन ठाउँहरूमा भिडियोहरू फोटोहरू क्लिक गर्नुपर्छ, मलाई त्यो पनि थाहा छैन। त्यही भएर यसो सोध्छु मेरो सेन्सेहरूलाई म सोधेर, अनि त्यसपछि भन्छु दिस इज माई युनिभर्सिटी। होइन इङ्ग्लिस बोल्दैनन्। सोरेवा वातासाइनो गाको देश। कोनिचिवा सेन्से, कोनिचिवा। सोरेवा वातासिनो त सेन्से देश। मेरो चाहिँ क्लास टाइम भइसक्यो, म अलि अझै लेट भइरहेको रहेछु क्या होइन। मेरो आज टाइमै भएन क्या, कस्तो ढिलो गरेँ मैले। त्यही भएर कोनिचिवा तोमोदाची यहाँनिर छन् होइन। अन्त यहाँ मेरो डनहरू यो चाहिँ मेरो क्लास हो क्या। क्लास पनि के भन्नु है, सोरेवा वातासिनो क्योसेचु देश। कोनिचिवा यस्तो गर्नुपर्छ। कोनिचिवा गुड, कोनिचिवा गुड, कोनिचिवा मोसी मिन्नासान, कोनिचिवा। इमा वातासी नो क्योसेचु आइमास। अल्ला दामे कोनिचिवा सेन्से, कोनिचिवा। उहाँ चाहिँ मेरो हाम्रो सेन्से हुन्छ। सेन्से हेलो गर्नु न। नेपाली बुझ्नुहुन्छ हाम्रो सेन्सेले चाहिँ। नेपाली आउँछ है। नेपारू सुकुसी नेपारू बोल्नुहोस् न। सुकुसी सन्चै हुनुहुन्छ भन्नु न, सन्चै हुनुहुन्छ प्लिज सेन्से। म चाहिँ क्लासमा छु, अब भिडियोहरू क्लिक गर्न चाहिँ मिल्दैन, अब पढ्नुपर्छ नि त। सो म यहाँदेखि निस्किँदाखेरि अहिले एकछिनपछि चाहिँ फेरि भेट्छु मेरो ब्रेक टाइमको बेलामा। क्लासमा गफ गर्ने जो नम्बर 1 युनिभर्सिटी आइसी यस्तो फाइदा हुन्छ बुझ्नु। अर्को फेरि उता हो यहाँनिर एउटा नाम देशका मित्तेरे अन्डालाई वा मित्तेरे नेपारुनी खाकी मास
नेपारू नि नेपारू तेल यो चाहिँ श्रीलङ्कामा अनि अब नेपालीमा सबले क्ल्याप गर ल वातासी नो श्रीलङ्का नो तोमोदाची देश सितुम सान राइटिङ भोबाल छ है एकैचोटिमै सायसन पहिला त्यो हो बेइज्जत नगर्नै सायसन पहिला सुरुवात त्यो होइन के हो नाम पहिला तल ब्रिजको अनि तल सुन्नुभयो नि गाइस यहाँ काम पाइन्छ क्या एजेन्सीको मान्छे आउँछ हाम्रो कलेजहरू यदि राम्रो कलेज पढ्यो भने कलेजको एजेन्सीहरूले नै हाम्रो काममा लगाइदिन्छ क्या अनि अस्ति पनि एकचोटि लास्ट विकमा पनि उसको लागि एजेन्सीको मान्छेहरू आएर आरुबाइको लागि कुरा गर्नुभएको फेरि अहिले पनि आउनुहुन्छ क्या अर्को कामको लागि अनि तिमीहरूलाई जुन कामको लागि सजिलो हुन्छ त्यही कामको लागि चाहिँ हामी अप्लाई गरिदिन्छौँ भनेर भन्नुहुन्छ क्या हाम्रो सेन्सेहरू चाहिँ एकदम हम्बल हुन्छ एकदम राम्रो है हाम्रो जस्तो कलेजहरू राम्रो खालको कलेज चाहिँ चुज गरेर आउनुभयो भने तपाईँहरूलाई पनि सजिलो हुन्छ सेन्से वारिमासिता वारिमासिता あと1分あります。 はい ちょっと後ろね。あやさん。 はい先生今日はあなたはハンサムはいとってもハンサム今日もハンサムですねっていうのは。いつもハンサムですね。はい茶屋さん今日は。 先生ありがとうございますさよならまた明日अब हाम्रो क्लास टाइम चाहिँ सक्यो है हो अब ब्रेक टाइम भएको छ ब्रेक टाइम पछि फेरि अर्को एकजना कुन चाहिँ म्याम आउनुहुन्छ हाँसिकावा म्याम आउनुहुन्छ अहिले फेरि हाम्रोमा एकदम कडा म्याम हुनुहुन्छ है हाँसिकावा हेलो तोमोदाची उहाँ चाहिँ हाम्रो श्रीलङ्कानी तोमोदाची देश खाना जो आदिवासी Situngsan, are you single? Yeah. You are. Situngsan, please, introduction yourself, please. はじめまして、私はシトンです。はい。どこにからします？スリランカから来ました。はい。どうぞよろしくお願いします。ありがとう。हामीलाई यो सितमजीले दिएको है मेरो चाहिँ युनिभर्सिटी है म चाहिँ युनिभर्सिटी आएको चाहिँ यो एक फ्लाइट दुई फ्लाइट अर्को माथिको फ्लाइट नदेखे जस्तो छ हाम्रो चाहिँ युनिभर्सिटी यही है मैले युनिभर्सिटीमा अप्लाई गरेको थिएँ मेरो युनिभर्सिटीमा अप्लाई गरेको भएर मेरो चाहिँ 27 महिनाको भिसा छ के यो चाहिँ एकदम राम्रो है मान्छेहरूलाई कमाउनको लागि 27 महिनाको भिसा चाहिँ एकदम बेस्ट हो यदि तपाईँहरू पनि हैन आउन चाहनुहुन्छ भने युनिभर्सिटीमा अलिक ढिला आउँछ अरूको भन्दा सिओ चाहिँ कम आउँछ तर एकदम बेस्ट हुन्छ फिक्स आउँछ हाम्रो जस्तो फिक्स गाइस मेरो युनिभर्सिटी चाहिँ यही हो तपाईँहरूले देखिसक्नुभयो है अनि हाम्रो क्लास टाइम पनि भइसक्यो क्या अनि अघि त्यो म्यामले चाहिँ हाम्रो क्लास हुन्छ त्यो भिडियो सुट गर्न नदिने भएर त्यो गर्न पाएन अब अरू केही भिजिट गराउनु होइन यही हो गएको चाहिँ मेरो गएको योदेखि माथि होइन अब योभन्दा त अरू के देखाउनु अफिस चाहिँ वहाँनिर छ यो रुम
यहाँनिर चाहिँ हाम्रो अफिस छ यहाँनिर अफिस भयो माथि चाहिँ हाम्रो मेरो 2वटा क्लासहरू भयो सायनारा तिमीलाई त होइन तिमीलाई त सधैँ वेलकम हो गर्दैन नि कहिले सायनारा अब हो जाम हाम्रो पनि ड्रेसहरू यस्तै टाइपको भइदियो भयो वाउ क्या दामी हुन्थ्यो होला तर छैनौँ हामी त्यो अनि हेऱ्यो मै केटीलाई जस्तो हुन्छ यिनीहरूलाई झन् गाइजहरू अब के भने होइन अरू गएको गयो फर्क्यो सरहरू एकदम रमाइलो हुनुहुन्छ मैले अघि भनिसकेँ हाम्रो सेन्सेहरू चाहिँ एकदम राम्रो हुन्छ क्या अस्ति पनि कामको लागि हामीलाई सेवखाई गर्नको लागि त्यो आफ्नै अफिसहरूबाट मान्छेहरू आइरहेको थियो क्या काम चाहियो भनेर फेरि त्यसमा पनि हामी जान्नु भनेर फेरि अर्को पनि अप्सन ल्याइदिनु भयो कि भन्छ नि त साथीहरूले कहाँ गएकोले काम लगाइदिएन हामीलाई 2 पटक भइसक्यो जाऊ भनेको हामी नै आफै गएको होइन क्या अब पैसा त्यही हो पैसा अलिक खोजेर अनि हामी तोरिदिए मतलब टोकियोको नजिक हो नि त त्यही भएर पैसाको रेट फुकुओका ओकिनावाको ओसाकाको भन्दा यहाँको रेट अलिक बढी हुन्छ अरे है मलाई पनि खासै थाहा छैन हुन्छ अरे अनि त्यही भएर चाहिँ अब काम पाएपछि अलिक केटाहरूले अलिक डरै हान्ने है काम पाएपछि डरै हान्ने भनेर सोचिरहेको त्यो भएर केटाहरू चाहिँ गएको छैन नि सायद हामीहरू जान्छौँ होला एउटा काम चाहिँ म गरिसकेँ त्यो चाहिँ ह्यान्ड केस हो मेरो ब्याङ्कको काम होइन अब एउटा ब्याङ्कको काम गर्छु होला सायद मैले खोजिरहेको छु भने काम चाहिँ भइसकेको छ अब जानु बाँकी छ भनौँ न त्यही हो अरू के भन्नु र है यो जापानको चाहिँ एउटा विशेषता छ है एउटा घरमा होइन कि घरको त पर्सनलहरू एउटा घरमा एउटा कार नभएको त कहीँ हुन्न होइन यो चाहिँ हाम्रो युएनकेको ब्याङ्क पनि नजिकै छ यहाँनिर केही चाहियो भने यो हाम्रो युएनकेको एकदम नजिक छ क्या अनि यहाँनिर हाम्रो सेम्पाई दिदीहरू बस्नुहुन्छ मन्दिरा दिदीहरू बस्नुहुन्छ दिदी मैले हजुरको नाम पनि ल्याइदिइसकेको छु अनि यो मैले भनिरहेको थिएँ नि त अघि हाम्रो जापानतिरको चाहिँ एउटा घरमा एउटा कार चाहिँ पर्सनलै छ अनि त्यसमाथि पनि फ्यामिलीको पनि एकवटा कार क्या अनि यस्तो हुँदो रहेछ नि त यहाँ फेरि बाइक किन्नु र बाइकको पार्किङको चार्ज र कारको पार्किङको चार्ज एउटै हुने भएर अब बाइकभन्दा त बबाल कार हुने भयो नि त त्यो भएर सबैले कार किन्दो रहेछ क्या रेड कार अनि कति छानी छ हो कारको नियर वाउ कति देखाउँ गाइस यता चाहिँ हाम्रो सिलासियान हुनुहुन्छ है म जहिले इन्ट्रोडक्सन गराइरहेको छु मेरो एभ्री भ्लगहरूमा देखाएको छ कि जब उसँग भेट भएपछि है मेरो एभ्री भ्लगहरूमा अनि त्यसै डाले अनि यता चाहिँ मेरो भाइ होइन भाइ कति प्रशंसा गरौँ यार म यो कारहरूको है मेरो मन जहाँ गयो उतै कार कहिले कमाउने कहिले रमाउने म चाहिँ गएकोदेखि फर्केर नास्ता चाहिँ उनीहरूकोमा गर्ने भनेर त्यो सुरजहरूकोमा चाहिँ नास्ता गर्ने भनेर सबै हामी उता 7-11 आइरहेछौँ अनि 7-11बाट ब्रेडहरू किनेर त्यसपछि नास्ता गर्न उनीहरूकोमै जान्छौँ आज चाहिँ सबै साथीहरू आज एक ठाउँमै जाऊँ न त नास्ता गरौँ हाम्रो रुममा भन्दा हामीलाई चाहिँ नास्ताको लागि इन्भाइट गरिरहेछन् क्या 7-11 त्यो भनेको यो कोम्बिनी हो यो यहाँ चाहिँ सामानहरू किनेर यति महँगो हुन्छ नि लास्ट महँगो हुन्छ क्या जापानमा त्यसै पनि महँगो त्यो महँगोहरूमा पनि सुपर मार्केट त्यसै त महँगो त्यो महँगाइमा पनि यो कोम्बिनी अथवा 7-11 भनेको सबैभन्दा सबसे महँगो भनेको यिनीहरूमा हुन्छ क्या अनि यसमा चाहिँ यस्ता मादेहरू मात्रै आएर किन्छन् है हामी चाहिँ हाम्रो औकात चाहिँ छैन फेरि हामी चाहिँ यिनीहरूको पछि हिँडेर तामाको अब मैले त्यो पान किने गाइस अब त अरू पनि त्यो पान हैन त ब्रेड हुन्छ पानै हो के जापानिजमा के भन्छ भयो हामी चाहिँ 7-11बाट निस्क्यौँ है 7-11बाट हामी निस्किसक्यो अब हामीदेखि चाहिँ रुममा जान आँटेको एउटा कुरा होइन वातासी वा निहुङ्गो नि तोत्तेमो हेता देश तोकी वातासी नो अरे चुप गर न तोकी वातासी नो मुटु तोत्तेमा दुखीमास अनि अरू त के भन्नु ग्यास के भन्नु मैले है त्यसै छ रमाइलो छ बस्यो खायो काम गर्न गयो हिजो चाहिँ कामबाट आएको यो पुरा यस्तो दुखिरहेको छ त्यो आइस पुगेको गरेको देखेर क्या आइसमा राख्दै थियो अस्ति पनि आइसमा हिजो पनि आइसमा खुट्टा चिसो भएर हुन आर भयो गर्नु पर्यो होइन
ठिक छ तर भए पनि एकदम ख्याल गरेर आफूलाई के कुरामा एकदम राम्रो हुन्छ त्यो बुझेर मात्र आउनु होला सबैको कुरा सुन्नु पर्दैन मजाले बुझ्नुस् पढ्न लेख्न बुझ्ने भइसक्नु भएको जापान आउने मान्छेले सबै यो कुरा त अलरेडी थाहा हुन्छ हजुरहरूलाई अनि अप्लाई गर्ने कुराहरूमा पनि कन्सल्टेन्सीदेखि लिएर सबै कुरामा चाहिँ एकदम ख्याल गर्नु होला है नत्र दुःख पाइन्छ मैले यहाँ आएर बुझेको कुरा र मलाई जति थाहा भएको कुरा छ त्यो चाहिँ म तपाईँहरूलाई भन्छु है कतिको लाग्छ तपाईँहरूलाई कतिको चित्त बुझ्छ त्यही अनुसारको तपाईँहरूले चाहिँ मलाई सजेसन दिनु होला यहाँ आउनेहरू नयाँहरू आतरासीहरूलाई चाहिँ बिगार्ने भनेकै कसले भनौँ सेन्पाईहरूले भनौँ नि त सेन्पाईहरूले चाहिँ लगभग केटीहरू चाहिँ डराउँछ है भिसा देखेर यस्तो हुन्छ नि त कुनै केटीहरूले मात्र रिस्क लिएर काम गर्छ नत्र धेरै जस्तो केटीहरूले चाहिँ त्यस्तो रिस्क लिँदैनन् के न केटाहरू चाहिँ के गर्ने भने जस्तै मेरो 27 महिना भिसा छ होइन 27 महिना भिसाको भएको चाहिँ 2 वर्ष 3 महिना छ लगभग 2 वर्षको हिसाब गरिदिउँ न त 2 वर्षको हिसाबमा चाहिँ हाम्रो भिसा छाप्ने मान्छेले हाम्रो 2 वर्षदेखिको डिटेल हेर्दैन कि उसले हेर्ने भनेको 6 महिना 1 वर्ष धेरैमा 1 वर्ष होइन भने 6 महिनाको मात्रै हेरिदिन्छ त्योभन्दा अगाडिको बाल हुन्न होइन काम जति छ हान तैले भनेर ब्याङ्कको काम केटाहरूले 2-3टा गर्ने होइन काम टन्नै गर्दैन के धेरै भयो 2 वर्षमा टन्नै पैसा कमाइदिने फर्किने बरु त्यो कन्सेप्टले चाहिँ होइन सेन्पाईहरूले पनि त्यसरी भनिदिँदो रहेछ क्या कुनै मैले अर्को कुरा सुनेको होइन मैले भोगेकै कुरा हो मेरै अगाडि एकजना दाइले भनेको सुनेको थिएँ मैले उहाँ आएको चाहिँ 6-7 महिना भएछ अनि उहाँ मात्र होइन उहाँहरू आएको 6-7 महिना भएछ अनि उहाँहरूले भन्नुभएको थियो कि हान्दियो केटा हो हान्दियो टन्नै ब्याङ्कको काम हान्दियो हामीले त हानिराख यहाँ बस्ने यहाँ हुँदासम्म चाहिँ टन्नै पैसा कमाउने नेपाल फर्काइदिन्छ त के भयो त अलिअलि ल्याङ्गो आइहाल्छ यानफु गर्ने फेरि आउने त्यो होइन नि त हामीले अहिलेको लागि मात्र सोच्नु भएन क्या जापानमा कति बुझ्नु भएको छ हजुरहरूले होइन म आएर 1 महिना मात्रै इजी बुझिसकेँ भनेको छ यस्तो हुँदो रहेछ क्या यहाँ जापान भनेको 1-2 महिनाको लागि मात्र होइन साँच्चै नट डाटेर भन्नुपर्दा लङ टाइमको लागि सोच्नु एकदम बेस्ट ठाउँ हो कि हो लङ टाइमको लागि सोच्ने हो भने एकदम राम्रो ठाउँ हो तर हुन्छ नि त आत्तिएर होइन कुनै पनि कामहरू आत्तिएर चाहिँ गर्ने होइन नि त आत्तिएर गरेको काम कहिले पनि राम्रो हुँदैन त्यही भएर सोच विचार गरेर पुऱ्याएर अब त्यो त यहाँ आइसकेपछिको कुरा यहाँ आएपछि बल्ल के गर्ने कसो गर्ने भन्ने कुरा तर यदि भर्खर आएको कोही हुनुहुन्छ भने चाहिँ उहाँहरूको त्यस्तो इन्टेन्सनले चाहिँ नगर्नु होला प्लिज म चाहिँ भन्छु है त्यस्तो रिस्क लिने काम चाहिँ नगर्नु होला अरूको ठाउँमा आएर लङ टाइमको लागि कुनै पनि कामहरू बिस्तारै गरेर नै त्यो धेरै हुने हो के एक्कासी धेरै खान्छु भन्न खोज्दाखेरि त्यहाँ जे पनि हुनसक्छ अनि नयाँ आउनेहरू त्यो चाहिँ भयो यहाँ आइसकेकाहरूले आउनेहरूले चाहिँ एकदम मैले के भन्नु र मलाई खासै केही थाहा छैन मलाई पनि यस विषयमा होइन म पनि भर्खर नयाँ आएको 1 महिना नै भयो मलाई यस विषयमा केही थाहा छैन मलाई थाहा हुने कुराहरू चाहिँ म तपाईँहरूलाई भन्छु भलाद्ने टाइपको पनि सुहाउनु है फेरि मलाई नै थाहा छैन कसरी केही सोध्यो भने मलाई थाहा नभएको कुरा अरूले भनेको पनि सुहाउँदैन क्या मेरो त जातिहरू भर्खर आइपुगे अब यहाँनिर चाहिँ एउटा यस्तो मजाको रहेछ यहाँनिर डु यु नो यसरी बसेर यहाँ नेपाल छोड्नु मेरो रहर हो बाहिर जानु होइन बाहिर जानु नेपाल छोड्नु मेरो रहर होइन अनि यस्तो प्रोसेस बुझ्दाखेरि सबैभन्दा सजिलो जापान लाग्यो त्यही भएर मैले सिधै जापानमा प्रोसेस गरेको त्यही भएर मैले न हिराकाना पत्तै पढेँ न काताकाना पढेँ न 1 लेसन पढेँ न केही पढेँ कसरी सिजहरू कसरी के हो केही थाहा छैन त्यो त सबैको त्यही हो आउट कन्ट्री नेपाल जसरी पनि छोड्नु थियो नेपाल बसेर केही गर्न सक्ने हाम्रो थिएन म सिधै भनिदिन्छु म ट्यालेन्ट होइन म क्लासमा कहिले फर्स्ट आएन 1 क्लासमा हो कि 2 क्लासमा चाहिँ आएको थिएँ फर्स्ट नढाटेर भन्छु त्यसपछि म कहिले फर्स्ट पनि आएन क्लासमा कसम चाहिँ 10 क्लासमा म्याथ सब्जेक्ट लाग्थ्यो त्यसपछि नहाँस न म साँच्चीको भनेको 10 क्लासमा मलाई म्याथ सब्जेक्ट लाग्थ्यो अनि नेपाल बसेर नेपाल भनेको कि त ट्यालेन्ट होइन लास्टै मोस्ट ट्यालेन्टेडहरूले चाहिँ कम्पिटिसन गरेर केही हुने हो छैन मेरो छैन लोकसेवा भिड्न सक्ने मेरो क्षमता थिएन अनि नेपाल त छोड्नु पर्यो नेपाल छोड्ने होइन कि त्योभन्दा पहिला अप्सन के आउँछ कमाउनु त पर्यो सधैँ अरूमा डिपेन्ड भएर त भएन गर्ने उर्ने
उड्ने कहाँ जाने भन्ने कुरा भयो उड्ने भनेर उड्ने अब मेरो ल्याङ्ग्वेज अर्को छ नि त म रोलपाली हो नि त त्यही भएर अनि रेलपाली हो रोलपाली भनिरहेको छु चुप लाग अनि के गर्ने उड्नु पर्यो अनि त्यस पछाडि त्यो त्यहाँ जाँदाखेरि अब त्यसमाथि पनि अप्सन आउँछन् होइन म बसेरै कुरा गर्छु क्या अप्सन अप्सनमा कहाँ जाने अस्ट्रेलिया जाने क्यानाडा जाने आइएस गर्ने इङ्ग्लिसमा ट्यालेन्ट छैन आइएस गर्नलाई आफू फेरि इङ्ग्लिसमा ट्यालेन्ट परेन अब फेरि अर्को अप्सन आयो के गर्नु त बच्यो ल्याङ्ग्वेज पढ्ने प्रोसेस एकदम सजिलो हान्दिम जे होला भनेर अप्लाई गर्यो तर दुःख चाहिँ लास्ट पाएँ है मैले मेरो 18 वर्ष जुन बेला कोरोनाले गर्दाखेरि जापानमा सबै सारा बन्द थियो त्यो बेला चाहिँ मैले अप्लाई गरेको के अहिले म अप्रिल इन्टेकमा यहाँ आएको योभन्दा पहिला अप्रिल इन्टेकमा मैले अप्लाई गरेको अनि त्यो अप्रिल इन्टेकमा अप्लाई गरेको 3 पटकसम्म पेन्डिङ राखिदियो कि मलाई 3 पटकसम्म पेन्डिङ राखिदियो 1 वर्षभन्दा 1 वर्ष आधी भइसकेको थियो होइन घरमादेखि लिएर तपाईँहरूलाई फ्यामिलीका छिमेकी आन्टीहरूको बारेमा त मजाले थाहा छ मैले तपाईँहरूलाई केही भन्नु पर्दैन होइन मम्मीहरूलाई पनि अब नराम्रो हुन्छ नि त त्यो छोरी ल्याङ्ग्वेज पढिरहेको के भयो कस्तो भयो भन्दाखेरि मम्मीहरूको अगाडि होइन मुख देखाउने यति नराम्रो लाग्ने के गर्ने कसो गर्ने मेरो दिमागले होइन काम गर्नै छोडिसकेको थियो क्या अनि त्यहीमा एउटा साथी होइन मेरो साथीले चाहिँ त्यो जुन मेरो साथी यहाँ आयो उसैकै कन्सल्टेन्सीबाट जान त यदि अब अप्लाई गर्ने हो भने तेरो रिजेक्ट त भएन नि 3 पटकसम्म पेन्डिङ भएकोले चाहिँ एकचोटि ट्राई गर्दै हाल्नु त भनेर उसले गर्दाखेरि म त्यो कन्सल्टेन्सीमा गएर फेरि अर्कोचोटि अप्लाई गरिदिएको भाग्यवश यति राम्रो यति सुन्दर हाम्रो टोकियोको सिटीमै पार्दैछ हाम्रो यहाँदेखि सिटी जान जम्मा खुट्टाले हिँडेको 10 मिनटमै सिटी पुग्छौँ हामी धेरै टाढा होइन कि अब यो टोकियोको लास्ट गाउँ हो यहाँदेखि अलि पर गएपछि पुरा जङ्गल र खोला भेटिन्छ कन्सल्टेन्सीले भन्दै कि टोकियो इमिग्रेसन भनेपछि मन फुर्र भयो नाच्यो हाँस्यो होइन तर बबाल ठाउँ छ आएपछि अब अनि जापान सबले भनिरहेको थियो कि गाम्बाते गर्नुपर्छ यहाँ सजिलो छैन भन्थ्यो लौ त गरेला भनेर आइयो गरेन पनि गर्यो अस्ति काममा गयो तपाईँले भिडियो देख्नुभयो यहाँ आज पुरा हात यतामा दुखिरहेछ औठाहरू दुखिरहेछ उभिएर गर्नुपर्ने खुट्टा दुखिरहेछ हुन्छ अलिकति अब आउँछ भने त फेरि गरिन्छ एउटा काम यो ह्यान्डकेसको काम भयो अब ब्याङ्कको काम आमा त हान्ने सोचिरहेको छु अब शरीर त त्यस्तो छैन तपाईँले मुख देख्दाखेरि मोटो देखिराख्नु भएको मान्छे हेर्दाखेरि लुतीपुती तर भए पनि आमा त हान्ने सोचिरहेको छु हान्नुपर्छ अलिअलि मैले अघि हजुरहरूले भनिराखेको थिएँ होइन फेरि नेपालमा बोलेछु मैंने अघि आप लोग को बताया था ना यहाँ पे एक घर में एक कार होता है अरे देख के ना मेरा दिल इतना ऐसा होता है ना यार कितने अमीर है यहाँ के लोग तर होइन म ल हस् छाड्दै म हिन्दी बोल्न छाड्दै मेरो हिन्दीमा भयो तर यतातिरको घरहरू नि यस्तो दामी हुन्छ नि सानो एउटा फ्यामिली मात्र बस्ने टक्क लाएर होइन सबै कुराहरू डेकोरेसन गरेर सबै कुरा होइन कति कस्तो हेत्तेरी म तारिफ गर्नै सक्दैन कि मेरो फेसको एक्सप्रेसन हेरेर भन्नुहोस् म तारिफ गर्नै सक्दैन कि जापानिजको ए भगवान् हाय यहाँ बस्छ क्या होइन एउटा कुरा रोडदेखि लिएर होइन के हुन्छ नेपालमा नोकर र मालिक अलग्गै चिनिन्छ है गरिब र धनी अलग्गै चिनिन्छ तर कसम म यहाँ जापान आएको धेरै त भएको छैन 1 महिना मात्र भयो तर धेरै कपडा त हुन्न तर भए पनि होइन तर यहाँ धनी र गरिब कोही चिनिन्नन् तर मैले भन्न खोजेको कुरा जापानमा सबै इक्वल छ कि काम नगर्यो त्यो मान्छे सडकमा आयो काम गर्यो सबै इक्वल हो कि सबै इक्वल हो तर नेपालमा के हुन्छ टक्कलाई हातमा आइफोन लियो सुनको सिक्री लायो भने त्यसलाई त सलोड हान्यो त्यसले के काम गरेर ल्यायो होला त्यसको मतलब छैन कि अनि रिच किडहरू हुन्छ नि रिच किडहरू बाउका पैसा उडाउनेवाला त्यसलाई बालुन्न बाउले सात समुद्र पारी होइन के सन्तानले के भन्छ नि हो त्यही हो सात पुस्ताले पुग्ने गरे बाउले टन्नै कमाइदिन्छ अनि छोराहरूको पारा उडाउँदै हिँड्ने मतलब हुन्न तर यहाँ होइन त्यसलाई स्ट्रगल त्यसलाई दुःख छोराछोरीलाई थाहै हुन्न क्या तर जापानमा होइन ठिक उल्टो छ क्या जब छोराछोरी होइन 20 वर्ष पुग्यो नि 20 पनि होइन 18 वर्ष 20 वर्ष पुग्यो भने बाउ आमाले छोराछोरीको मतलब गर्न छोडिन्छ मैले बिहे गरेँ भने कसम मेरा छोराछोरी मैले त्यस्तै पार्ने मैले मेरो एक सम्पत्ति मैले छोराले दिन्न मैले मेरो एक कसम मैले ढाँटे
जब उसको उमेर पुग्छ बाबामा एकातिर छोराछोरी एकातिर हुन्छ कि गर्न पनि जापानिज एकदम गुड गरे जापानिजको एउटै नराम्रो लागेको मलाई अहिलेसम्म भनेको उनीहरू कसैमा डिपेन्डेन्ट नभएर है इन्डिपेन्डेन्ट भएर मतलब आफैले सबै कमाउने भएर चाहिँ बुढेसकालमा एक्लै हुँदो रहेछ क्या तर एउटा फ्यामिली होस् न त एउटा फ्यामिली होस् छोरा होस् छोरी होस् घरमा है हस्बेन्ड वाइफ होस् अनि कामबाट थाकेर आउँदाखेरि टक्क लगाएर मिठो मसिनो पकाएर खुवाउन दिने लौ बुढा खाऊ लौ बुढी खाऊ भन्ने एउटा फ्यामिली होस् त्यो चाहिँ होस् है तर त्यो पनि हुने रहेनछ होइन मेरो अपार्टमेन्टको तलमाथि जापानिजहरू नै बस्छ क्या जापानिजहरू नै बस्ने यस्तो बुढो होइन यति बुढो हुन्छ एक्लै हो क्या अनि मरेपछि कसैले थाहा हुन्न त्यो मान्छे मरेपछि मात्र उताको अपार्टमेन्टको मान्छे थाहा पायो भने गभर्मेन्ट आएर उसले लिएर अब कहाँ लैजाने लैजाँदो रहेछ क्या जापानिजको मलाई यही मात्र मन नपर्यो कि खासमा त्यो बाइक त सलोड के होइन त्यो यस्तो दुःख गरेर हुन्छ नि कसम ओहो ल त गाइस होइन त्यही हो जापानिजको लाइफस्टाइल चाहिँ मलाई एकदमै मनपर्छ त्यही बुढेसकालमा एक्लै भएर मात्रै मेहनत यति गर्छन् क्या हामी पनि मेहनत नै गर्न आएको मेहनत गरिन्छ बाउआमाको लागि केही सोचेर यहाँ आएको मान्छे भएपछि मेहनत नगर्ने त कुरै भएन ठिक छ मेरो आजको दाइगाको भिजिट चाहिँ गराउन मन थियो होइन तपाईँहरूलाई युनिभर्सिटी चाहिँ देखाउन मन थियो साथीहरूलाई देखाउन मन थियो देखाएँ तपाईँहरूलाई थाहा छ नि त अब जापानमा धेरै भिडियो सुटहरू गर्न अनि फोटोहरू सुट गर्न चाहिँ दामी छ क्या त्यो भएर धेरै चाहिँ बनाउन पाइनँ त्यसको लागि चाहिँ सरी भन्छु ओके मेरो अर्को भ्लगमा फेरि आउनु छु त्यो बेलासम्म चाहिँ मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है अनि मेरो भिडियो योभन्दा अगाडिको भिडियोमा चाहिँ हेरिदिनु भएको थियो एकदम राम्रो आएको थियो कमेन्टहरू पनि एकदम राम्रो आइरहेको थियो कि राम्रो कन्टेन्टहरू लिएर आउनेछु त्यो बेलासम्म चाहिँ साइनारा मातासित भन्दैन मातासित भोलि भन्छ तर साइनारा थ्याङ्क यू फर वाचिङ माई भिडियो